अब तपाईहरुको एनसेल सिममा चाहिँ ब्यालेन्स सक्यो र अब तपाईहरुले चाहिँ लोन लिनको लागि चाहिँ के डायल गर्नुपर्ने हुन्छ त भिडियोलाई अन्तिमसम्म हेर्नु होला र अब चाहिँ लोन लिनको लागि चाहिँ तपाईहरुले *9988# क्लिक गरेर चाहिँ डायल गर्नुपर्ने हुन्छ। यसरी डायल गरिसकेपछि अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरुको अगाडि चाहिँ 4 टाइपको चाहिँ लोन छ। सो यसबाट कुनै पनि तपाईले लिन सक्नुहुन्छ। जस्तै कि 1 मा हेर्नु होला ₹39 मा अनलिमिटेड अल नेपाल मिनेट अनि 1 डे को लागि छ। त्यस्तै 99 मा चाहिँ अनलिमिटेड डाटा 3 डे को लागि छ र ₹40 ब्यालेन्स सापाटी भनेको छ र त्यसपछि 4 मा ₹50 अनलिमिटेड डाटा 1 दिनको लागि भनेको छ र सबसे बेस्ट चाहिँ तपाईहरुको यो 3 नम्बर है ₹40 ब्यालेन्स सापाटी भनेको छ है त। ₹40 चाहिँ तपाईहरुले चाहिँ सापाटी पाउन सक्नुहुन्छ। कलहरु गर्नको लागि एकदम युजफुल हुन्छ र यसलाई लिनको लागि चाहिँ तपाईहरुले 3 नै क्लिक गर्नुपर्ने हुन्छ है त र सेन्ड गर्नुपर्ने हुन्छ र यसरी तपाईहरुले चाहिँ सेन्ड गरिसकेपछि तपाईहरुको एक्टिभेट हुन्छ। मेरो चाहिँ अहिले सिममा ब्यालेन्स धेरै छ सो अहिले यहाँनिर देखाएको छैन। यो तरिकाले तपाईहरुले चाहिँ अब एनसेलबाट लोन लिन सक्नुहुन्छ है त।